के तपाईँ र मैले आफ्नो जीवनमा सुनको बाछो बनाउने काम गरेका छौँ? यस्तो महँगो सुन छ, कहाँ बाछो बनाउने भन्नुहोला। म प्रस्थानको कुरा गरिराखेको छु। प्रस्थानको पुस्तक 32 अध्यायमा इजरायलीहरूले सुनको बाछो बनाएर त्यसलाई वर्शिप गरिराखेका छन्। गरेका थिए या त्यसको आराधना गरिराखेका थिए। यो प्रसङ्गलाई एकचोटि हामी हेरौँ है त। परमेश्वरले इजरायलीहरूलाई दासत्वबाट, मिश्रबाट छुटाएर ल्याउनुभयो। ल्याउनु अगाडि मिश्रमा उहाँले कति अचम्मका कामहरू गर्नुभयो। कस्तो उदेकका कामहरू गर्नुभयो, चमत्कारहरू गर्नुभयो, जुन कुरा इजरायलीहरू आफ्नै आँखाले देखेका थिए। जब उनीहरू त्यहाँबाट निस्के, बाटोमा पनि लाल समुद्रलाई 2 भाग पार्नुभयो, मरुभूमिको यात्रा गर्दा खान जुटाउनुभयो, अनि बादलको खाँबो बनेर, आगोको ज्वाला बनेर उनीहरूलाई डोर्याउनुभयो, सहायता गर्नुभयो, चट्टानबाट पानी फुटाएर पियाउनु भयो, मन्न जुटाउनु भयो, मासु खान पाएनौ भनेर गनगन गर्दाखेरि बट्टाई चराहरू पनि जुटाउनु भयो। सबै कुराको वास्ता उहाँले गर्नुभयो र यी सबै आश्चर्य उदेकका कामहरू जुन कुरा असम्भव थिए ती कुराहरू आफ्नै आँखा अगाडि परमेश्वरले सम्भव तुल्याउनु भएको इजरायलीहरूले देखेका छन्। अध्याय 32 मा आइपुग्दाखेरि मोसा परमेश्वरसँग भेट गर्नको लागि पर्वतमा उक्लिनुहुन्छ र त्यहाँनिर परमेश्वरले 2 शिलापाटी आफ्नै हातले लेखेको शिलापाटी मोसालाई दिनुहुन्छ र अब अगाडिको विषयमा, योजनाको विषयमा, होइन, अब के गर्नुपर्छ भन्ने विषयमा परमेश्वरले मोसासँग कुरा गरिरहनु भएको हुन्छ। त्यो समयमा जब मोसा पर्वतमा धेरै लामो समय बिताउनुहुन्छ, फर्किन ढिला हुँदाखेरि इजरायलीहरू अधैर्य हुन्छन् र भन्छन्, अब हामीलाई योभन्दा अगाडि लान, बाटो देखाउन, हामीलाई अगुवाई गर्न एकजना देवताको हामीलाई आवश्यक छ। उनीहरू के गर्छन्? हारूनसँग गनगन गर्न थाल्छन्। अब हामीलाई अगाडि लैजाने हामीलाई लिडर चाहियो। मोसालाई त के भयो हामीलाई थाहा छैन, उनीहरू फर्केर आएनन्, ढिला भयो, होइन? हाम्रो त अगुवा चाहियो, हामीलाई त अगाडि लाने मान्छे चाहियो, यति ढिला भइसक्यो। यति अधैर्य हुन्छन्, अधैर्य हुन्छन् र हारूनसँग गनगन गर्न थाल्छन्। अनि त्यही लहलहीमा लागेर हारूनले पनि उनीहरूलाई अब रोक्न नसकेर, सम्झाउन नसकेर भनौँ या के गरेर भनौँ, हारूनले के भन्छन्, र तिमीहरूसँग भएका सबै सुन मलाई देऊ, गहनाहरू देऊ, र त्यसलाई ढालेर हामी यसबाट अब केही बनाऊ। उनीहरूले त्यो सबै सुन पगाल्छन्, ढाल्छन्, र त्यहाँबाट एउटा सुनको बाछो निस्क्यो भनेर त्यहाँनिर हारूनले पछि मुसालाई भनेको छन्। अनि आफूले बनाएको त्यो बाछोको मूर्तिलाई उनीहरू त्यसको अगाडि नाचेर, आराधना गरेर, पूजा गरेर त्यसलाई चाहिँ आफ्नो देवता बनाइराखेका छन्। इजरायलीहरू कतिचोटि त हामीलाई इजरायलीहरूले यी गरेको देख्दाखेरि कस्तो रिस पनि उठ्छ, कस्तो नबुझेको होला जस्तो हामी भन्छौँ नि, होइन? परमेश्वरले